भ्लग च्यानलमा आज चाहिँ स्वागत छ तपाईँहरूलाई मेरो भ्लग च्यानलमा। हामी चाहिँ आज कृष्ण मन्दिर अनि यता मन्दिरको बाहिर आएको तलको मन्दिर होइन कृष्ण मन्दिर नै आएको थियौँ। यहाँ देख्न सक्नुहुन्छ कृष्ण मन्दिर यो चाहिँ हाम्रो। अनि हामी चाहिँ हाम्रो ह्यान्डबल टिम सबै एजियल के अरे मन्दिरमा यस्तो दर्शनको लागि बिहिबार सधैँ जाने गरेको छौँ। त्यसको उपलक्ष्यमा हामी सानो भिडियो बनाउनुलाई आइरहेको छौँ। उहाँ चाहिँ हुन नसक्यो, मेरो बुहारी हो कि हुनेवाला बुहारी हो, तर खोइ केही छ कि तिम्रो नि एक दुईवटा छ। हजुर नमस्ते, थ्याङ्क यू। एक दुईवटा भ्लगमा सबैजनालाई स्वागत छ। यता हेर्न न, काली चाहिँ फेरि ठुस्केर हिँडिरह एकछिन है। कहाँ गयो त अरू टोली? चस्सा मेरो लाइफमा एउटा जाओस् त यो हाम्रो चस्सा। ओइ गप गप भलक गर्दै पतिको भलक बनाइदियो। भलकमा केही छ कि तेरो पनि? भलक भन्नु हामीले गाइस मन्दिर गएर आएको होइन, कृष्ण मन्दिर छोडेर पनि हामी यता आइसक्यौँ। अब चाहिँ हामी फर्किँदैछौँ आफ्नो वासस्थानमा होइन। एक दुईवटा शब्द जाओस् न तिम्रो तर्फबाट नि केही छ? प्रतिदिनको भ्लग हेरेर सबले मन पराइदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब हालिदिनु होला। धन्यवाद, थ्याङ्क यू हाम्रा हुनेलाई सब्सक्राइब होला। हस् धन्यवाद। अब यहाँ चाहिँ लगन निस्किन लागेको छौँ गाइजहरू। हाम्रो साथीहरू चाहिँ पछाडि पछाडि आइराख्नु भएको छ। आज चाहिँ हाम्रो ह्यान्डबल टिम पुरै मन्दिर दर्शनमा लागिरहेको थियौँ। पछाडि आउँदै हुनुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ। हाम्रो गाइज केटीहरू सब पछाडि पछाडि रहेछ। ल ल ल ल ल माहौल तातेको छ है गाइजहरू। ल हिँड्नु कहाँ गएछ अरू गाइजहरू? यस्तो सानो उसमा नि बसहरू आउँछ नि बिजाउँछ। हेलो उहाँ चाहिँ हाम्रो कडा खोइ त टोलीहरू हेर्नु पछाडि पछाडि आइराखेको छ गाइजहरू। ठुलो अङ्कल आउँदै हुनुहुन्छ गाइजहरू। केही छ कि? लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्नु बहिनीकोमा लाइक। यस्तै छ गाइज हाम्रो चाहिँ मन्दिर। उता चाहिँ हाम्रो गुरु हुनुहुन्छ। हेलो कुकुर पनि हुनुहुन्छ। कुकुर तिम्रै कुकुर लिएर होइन। यस्तो सानो बाटोमा नि बसहरू आउँछ नि जाम बनाइदिन्छ। ए रमिता के हो? मन्दिर आएको कि सपिङमा आएको? सुटुनी किनेको सुटुनी के हो मान्छे त सफा खण्ड हो, सफा खण्ड। सब्जी किन्न आएछ के छ त टोलीहरू मन्दिर आएको हेर्नु। दिदीको बेबीलाई हो। ओ माई गड जहिले तपाईँ त सक्खरखण्ड र तरुल मात्रै हो। तरुल यस्तो खण्ड पत्ता लगाइरहेको। हाम्रो रामु दिदीलाई नि मेरो भ्लगमा स्वागत छ। हेलो गाइज, वेलकम टु मेरो नानाको भ्लगमा। सबैले सब्सक्राइब गरिदिनु। अलिक ओ हाम्रो गुरुबा हुनुहुन्छ। गुरुबा हाई भनिदिनु त। गुरुबा हाई भनिदिनु। मन्दिर गएको निमा सबै ल हामी चाहिँ मन्दिरबाट भर्खर दर्शन गरेर फर्किँदैछौँ। अनि त्यसपछि चाहिँ अब कस्तो दामी आयो कि भाइ हाई भनिदेऊ ल। को हो यो पाउने वाला? को हो यो पाउने? ल त गाइजहरू आजको हाम्रो भ्लग मेरो कलराई भ्लग च्यानलमा आजको लागि यति नै। बाई बाई टाटा। नेक्स्ट टाइम भेटौँला गाइजहरू। बाई बाई नेक्स्ट टाइम।